स्वागत छ नेपाली अनलाइन टिभी शोमा। 7.6 रेक्टर स्केल अहिले सारा नेपालीको जनजिब्रोमा झुन्डिएको यो त्रासदीपूर्ण गणित हो। यो सिङ्गो देश शरणार्थी शिविर भएको छ। चौर खेत बारी सडक जतातही त्रिपाल गाडिएका छन्, तर जिन्दगीको लय र रफ्तार छैन। सबै त्रसित छन्, सबै आतंकित छन्। असफलताको पर्याय बनेको नेपाली सरकार जनतामाथि बज्रेको यो महाविपत्तिमा पनि लगभग अदृश्य छ। नेपाली सरकार राजनीतिक दलहरू पनि लगभग मृत अवस्थामा छन्। राजनीतिकै मृत्यु भएको प्रतीत हुन्छ। यहाँ नेपाली जनताहरूमा कुनै नेता जनताका साथमा देखिँदैनन्, कोही अगुवा देखिँदैनन्। यस्तो महाभूकम्प पछिको विपद व्यवस्थापनमा राज्यको अनुभवहीनता एक हदसम्म क्षम्य होला, तर संवेदनहीनता कुनै पनि हालतमा क्षम्य हुन सक्दैन। ठुलो भुइँचालो त जाओस्, काठमाडौँ चकनाचुर हुन्छ। यस्तै भन्थे मान्छेहरू। नभन्दै काठमाडौँले आफ्नो प्रमुख धरोहर गुमाएको छ। धरहराले भुइँमा ज्यापु जोतेको छ। बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर ध्वस्त भएको छ। ऐतिहासिक पुरातात्विक संरचना भग्नावेशले काठमाडौँ उपत्यका विरक्त लाग्दो देखिएको छ। थुप्रै मन्दिरहरू भत्किएका छन्। यो महाविपत्तिमा नेपाली जनताको सद्भाव र सामूहिकताको अनुपम उदाहरण प्रस्तुत गर्यो। हरेक पालमा जोसुकै पीडित गएर बस्न सक्छन्। एक फाँको चिउरा र चाउचाउ भए पनि व्यक्तिलाई दिउन भन्ने दुखीहरूको उदारतालाई व्याख्या गर्न सकिँदैन। न त हामी नेपालीलाई जातले विभाजन गर्यो, न त हामीलाई पहाडी, हिमाली, मधेसी भनेर विभाजित भयो। यो महाविपत्तिमा जनताहरूले हामी नेपाली र हाम्रो देश नेपाल भनेर अगाडि बढे। नेपालीहरू सद्भाव र सामूहिकताको विकासको एकमात्र कारण हो। यस महाविपत्तिमा कुनै पनि राजनीतिक दलले अगाडि आएनन्, कुनै नेता जनताको साथमा देखिएनन्। अनि मात्र नेपालीहरूमा सद्भाव र सामूहिकताको विकास पनि भयो र राजनीतिक दलहरूलाई गतिलो उदाहरण पनि भयो नेपाली जनताको तर्फबाट। यो महाविपत्तिमा सबै नेपालीहरूमा धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरून्। जय नेपाल।